वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आज हामी तालुडाँडा जाँदैछौँ। 28 किलोमिटर हामी हिँडिसकेका छौँ। अहिले बाटोमा छौँ। मसँग केटाहरू पनि छ है। राजेश छ, कहाँ छ राजेश? यता छ राजेश, अनि अरविन्द चौधरी पनि छ। अब यो 28 किलोभन्दा अलि माथिनेरि नीलकण्ठेश्वर धाम भन्ने छ, यहाँ मन्दिर छ। सो हामी मन्दिरतिर पनि जाँदैछौँ। लाजौँ भन्ने यार चौधरी त है। यहाँदेखि रोड गोपाल देखिन्छ बुझ्यो, ए अन रोड आकै छैन हैन। म यहाँको मन्दिरभित्र हामी छिरिसकेका छौँ। आकै छैन हैन, के हो यार यो त? बाटो दामी छ, हामी हिँड्दैछौँ। घाम पनि लागेको छ, अलिक गर्मी छ। अब बिस्तारै अलि माथि पुगेपछि चाहिँ हावा चल्छ। भाइ क्याच आउट आउट भइसक्यो। ल अर्को नेक्स्ट। ल खतरा बलिङ गर्यो त्यहाँ तिमीले। हामी यो अब सल्लाहगारीतिर चाहिँ हामी इन्ट्री गर्दैछौँ। यहाँको भ्यू यस्तो छ। यतापट्टिको यो धुलीखेल हो, अनि यता परपट्टि चाहिँ हाम्रो बनेपा बजार छ। यतापट्टि एउटा मन्दिर पनि छ। सो हामी जाँदैछौँ माथितिर। हामी यो माथिको रोडमा पुगेका छौँ अहिले बल्ल। अब अलिकति माथि हिँड्छौँ हामी। जो शीतल अनुभूति भइरहेछ। पुरा यस्तो जङ्गल छ। चौधरी भाइ के छ तेरो खबर? ठिक छ तेरो खबर? के छ राजु भाइ, कस्तो लाग्यो तिमीलाई? मजा आइरह? मजा छ। के फोन आयो कस्तो? मलाई कन्सल्टेन्सीबाट फोन आइसकेको छ। अब यहाँ विदेश जानु पऱ्यो भनेर। पैसै छैन, कसरी जाने विदेश? चौधरी भाइले हालिदिन्छ छैन पैसा? रोड त दामी छ त यार यहाँको। ओए ओए ल ल ल बक बक। यो तलपट्टि मन्दिर पनि छ। यो माथि एउटा संस्कृत पढाइ हुन्छ जस्तो लाग्यो। के हो राजुभाइ त हेन्सी देखायो त के हो? यहाँ संस्कृत गुरुकुल पनि छ। अनि यतापट्टि रिजोर्ट जाने बाटो रहेछ। एउटा पसल पनि छ यहाँनिर। यताबाट धुलीखेल बजार देखिन्छ। धुलीखेल बजार? धुलीखेल बजार त हो नि। ओए धुलीखेल बजार होइन नि यो। कुन हो त? धुलीखेल बजार उता बिचतिर पर्छ। यो त रोड हो। एउटा यस्तो भ्यू देखिन्छ। अब हामी अलि माथिसम्म पुगेर अनि फर्किन्छौँ। यो बाटोमा पुरै मन्दिरै मन्दिर छन्। यहाँ फेरि अर्को मन्दिर छ, बिन्दावासिनी भन्ने मन्दिर छ। यस्तो छ। उफ्रियो चौधरी उफ्रियो। ल आए छोयो है, छोयो 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 छोयो।
यहाँ हामीले यसो पुलअप सुलअप हान्यौँ यता अब यहाँबाट चाहिँ हामी झर्छौँ फेरि 28 किलोतिर